आमा हुनु पनि सजिलो कहाँ छ र। बिहान उठेदेखि साँझ नसुतिन्जेल ननस्टप कामहरू मात्रै हुन्छ। एकछिन फुर्सद हुन्न। कहिलेकाहीँ ढाड दुख्यो, खुट्टा दुख्यो, पेट दुख्यो भनेर सुत्न पनि पाइँदैन। पहिला त आफ्नोभन्दा पहिला छोरीहरूको ख्याल गर्नुपर्छ। आफूलाई जहाँ दुखे पनि जे दुखे पनि त्यो सबै छोरीहरूको हाँसोले मेटिँदो रहेछ जस्तो लाग्छ। उनीहरूको खुसी देख्नु नै आमाको सफलता हो जस्तो लाग्छ। अब तपाईँहरू सोच्नुहुन्छ यति सबै काम गरेर पनि कसरी आफ्नो लागि टाइम निकाल्न भ्याउँछ भनेर। अहिले मैले जुन आफ्नो स्किन केयर गरिरहेछु, जुन मैले यो भिडियो फिल्म गरिरहेको बेला छ, मेरो रातिको 12 बजेको बेला हो यो, जुन म रेगुलर मेरो स्किन केयर गर्ने टाइम नै आजकल यही नै भएको छ। 11:30 देखि 12 बजेभित्रमा। यति बजेसम्म चाहिँ मैले मेरो छोरीहरूलाई खुवाइवरी सुताएर सबै काम भ्याएर बल्ल मैले आफ्नो लागि टाइम निकालेको हुन्छु। आफ्नो लागि टाइम त निकाल्नै पर्छ। आफ्नो सेल्फ केयर, स्किन केयर गरेन भने पनि, आफू राम्रो फिल भएन भने पनि कन्फिडेन्स लेभल अलिकति घट्दो रहेछ जस्तो लाग्छ। आफूलाई स्ट्रेन्थ पनि आउँदैन जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर मैले चाहिँ आफ्नो लागि टाइम निकालेर रातिको 11 बजोस् 12 बजोस् आफ्नो स्किन केयर, सेल्फ केयर नगरी म सुत्न सक्दिनँ। यो चाहिँ मेरो बानी नै हो भनौँ। मेरो जति नै नभ्याम थकै लागेको हुन्छ, जे लागेको हुन्छ, मलाई यति गरेपछि मलाई अलिकति फ्रेस फिल हुन्छ। नभए भने दिउँसभरिको थकानहरू गए जस्तो फिल पनि हुँदैन मलाई मेरो लागि चाहिँ यस्तो लाग्छ। अब तपाईँहरूलाई कस्तो लाग्छ थाहा छैन। मलाई चाहिँ यस्तो फिल आउँछ। आफ्नो केयर नै गरेन भने, सेल्फ केयरै नगरिकन मलाई निन्द्रा पनि लाग्दैन। यस्तो हुन्छ। यही हो, मैले के युज गरेको छु प्रडक्टहरू म सब तल लेखिदिन्छु। यदि तपाईँहरूलाई चाहियो भने लिन सक्नुहुन्छ। अनि त्यसपछि मेरो त यस्तै नै हो, डेलीको रुटिनै यस्तै हो। के गर्नु, गाह्रो छ, तर आफ्नो लागि टाइम निकाल्ने र अलिकति भए पनि प्रेजेन्टेबल सेल्फ केयर चाहिँ गर्नुपर्छ जस्तो लाग्छ।